एभ्रीवन वेलकम ब्याक टु माई च्यानल सेफ निराजन। र आज मैले चाहिँ यहाँ एकदमै यो नेपाली स्टाइलमा चाहिँ यो करेन्ट हट नुडल्सलाई छिटो मिठो खाजा अलिकति टर्न एन्ड ट्विस्ट गरेर कसरी बनाउने भनेर एउटा चाहिँ आजको खाजा बनाउने क्रममा मेरो दिमागमा आएको क्विक आइडियालाई चाहिँ मैले तपाईँहरूको सामु पनि सेयर गर्न गइरहेको छु। यो चाहिँ प्रिटी इजी तर अब एकदमै स्वादिष्ट पनि छ। र यसको लागि चाहिँ मैले सर्वप्रथम एउटा मसिनो आलुहरूलाई यसरी काटेर चाहिँ तेल तातो बनाएर तेलमा चट्टा फ्राई गर्न हालेँ। अनि हल्का यो हाफ फ्राई भइसकेपछि मैले स्लाइस अनियन र एउटा यो लामो खालको खोर्सानी लङ चिल्ली यसलाई पनि मैले स्लाइस गरेर काटेर यसलाई पनि सँगै हालेर एकैचोटि सते गर्दैछु। र यसलाई स्लाइटली सते भइसकेपछि चाहिँ यसमा मैले 2टा अन्डा ब्रेक गरेर हालेको छु। यसमा चाहिँ तपाईँहरूले पनि अब तपाईँहरूले पिरोहरू चाहिँ अरू एक्स्ट्रा खान मन छ भनेदेखि चाहिँ त्यहाँ अलिकति हट चिल्लीहरू हाल्न सक्नुहुन्छ यतिखेर नै। यो 2टा अन्डालाई चाहिँ स्लाइटली हाफ कुक जति भइसकेपछि यसलाई सर अब यसलाई मैले यहाँ चलाएर यसलाई एकैछिन यहाँ सते गर्छु। त्यसपछि 2टा जति टमाटोज मैले यहाँ काटेको छु। यो टमाटोजलाई पनि यहाँ एड गरेर यसलाई जनरली मिडियम हिटमा एकछिन सते गरौँ। त्यसपछि यहाँ मैले त्यो करेन्ट नुडल्सलाई चाहिँ बोइल गरेर राखेको छु र यसलाई चाहिँ अब जस्ट यहाँ अब बोइल गरेर जस्ट लान्च गरेर राखेको एड गरिदिएँ। त्यसपछि यसमा मैले त्यही करेन्ट हट नुडल्सको खोर्सानीको धुलो अनि यसमा भएको मसलाहरू र यसमा चाहिँ सल्टहरू पनि सबै हुने भएर मैले अब सल्ट एक्स्ट्रा चाहिँ एड गरिनँ। र अनि त्यसमा मैले एक्स्ट्रा स्पाइसीमा चाहिँ अब सोया सस अलिकति डार्क सोया सस एड गरेँ। यसमा पनि सल्ट हुन्छ। अनि त्यसपछि हल्का ट्याङ्गी टेस्टको लागि चाहिँ मैले यहाँनिर लाएर टमाटो केचप अन टप। प्रिटी मच सिम्पल रेसिपी। अनि यसलाई अब स्लाइडली चलाइदिने। अनि यसलाई स्लाइडली चलाइसकेपछि यो अब अलमोस्ट रेडी कन्डिसनमा त पुगि नै सकेको छ। तर मैले यसलाई पनि अब अलिकति भेरियस ल्याउनु पऱ्यो र टेस्टमा अलिकति डिफ्रेन्सेस ल्याउनु पऱ्यो भनेर चाहिँ मैले यसमा केही भेजी एड गर्ने सोच गरेको छु। यसमा चाहिँ अब भेज त्यसको लागि चाहिँ मैले अब यहाँ अलिकति चप कोरिएन्डर यो त एज अ गार्निस नै भइ नै गयो। तर सँगसँगै मैले चप कोरिएन्डर सँगसँगै अब यहाँ चाहिँ मैले यो पिसुट्स यो केराउको मुन्टा भनौँ न पिसुट्स चाहिँ यसमा हालिदिएँ। र यो हालिसकेपछि यसलाई मैले जेन्टली सते गरेँ जस्ट 30 सेकेन्ड जति। अब एकचोटि यसमा स्लाइडली मर्ज हुने बित्तिकै इन्फ्युज हुने बित्तिकै इट्स गोना बी रेडी टु इट। र यसले टेस्टमा पनि भेरिएसन पनि ल्याउँछ लुक सँगसँगै यो खाँदाखेरि पनि अब यसको पिसुट्सको टेस्ट इट्स गोना बी भेरी ग्रेट एन्ड डेलिसियस। र यो छिटो मिठो एकदमै यो भोक लागेको बेलामा छिटो मिठो खाजा खानको लागि यो रेसिपी चाहिँ मैले तपाईँहरूलाई सेयर गरेको छु। र हामी पनि अब चाहिँ यो बनाउँदै अब खाउँ लागेर अब हामी पनि खाने तयारीमा छौँ। तपाईँहरूले पनि यो भिडियो हेरेर मन पऱ्यो भने लाइक शेयर कमेन्ट गर्नुहोला अनि सब्सक्राइब पनि गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। सी यू इन नेक्स्ट भिडियो। ह्याप्पी कुकिङ। थ्याङ्क यू सो मच।